स्ट्रबेरी 3 महिना अनि म घर आउँदैछु। मलाई थाहा छ, म तिम्रो प्रतीक्षा गर्दैछु। कोकोनटले मद्दत गरिरहेको छ नि, उसले मलाई साथ दिन्छु भनेको थियो। उसले सबै कुरामा मद्दत गरिरहेको छ। उसले मेरो बारेमा सोध्यो। उसले सोध्यो कि म उसको राम्रो हेरचाह गरिरहेकी छु। मैले त उसको धेरै राम्रो हेरचाह गरिरहेको छु, होइन र मेरी मायालु? बन्द गर कोकोनट, यो रमाइलो कुरा होइन। स्ट्रबेरी, पुरै गाउँलाई थाहा भइसक्यो। के तिमीलाई लाग्छ म्याङ्गोले थाहा पाउँदैन? आफ्नो कामसँग मतलब राख। लेमन, तर जब उसले ढोकामा यो सानो कोकोनट देख्छ, यो सबैको समस्या बन्नेछ। म यो बोझ बोकेर बाँच्न सक्दिन। कस्तो बोझ? हाम्रो यहाँ एउटा परिवार छ। यो परिवार होइन कोकोनट, यो एउटा गल्ती हो। सानो कोकोनटलाई हेरेर भन कि यो गल्ती हो। अब धेरै बाँकी छैन भाइ, अब धेरै बाँकी छैन। स्ट्रबेरी, उनी 2 हप्तामा बाहिर निस्किँदैछन्। मलाई थाहा छ लेमन, मलाई थाहा छ। के तिमीले म्याङ्गोलाई बच्चा नरिवलको हो भनेर भन्यौ? म्याङ्गो, तिमीलाई यहाँ धेरै खाँचो थियो र तिमीलाई चोट पुर्याउने म नै पहिलो व्यक्ति भए। कोकोनट, म्याङ्गो आउनु भन्दा पहिले तिमी यहाँबाट जानुपर्छ। जाने? किन म यहाँ ठिक छु? ऊ तिम्रो भाइ हो। आइ थियो, अब ऊ विगत भइसक्यो। कोकोनट, जे भए पनि ऊ आउनु भन्दा पहिले यहाँबाट जाऊ। म कतै जाने छैन स्ट्रबेरी, यो अब मेरो घर हो। तिमी उसको भाइ हौ। म उसको छोराको बुबा हुँ। धेरै फरक छ। अन्ततः कोकोनट, ऊ बाहिर निस्किसक्यो, ऊ आउँदैछ। त्यसो भए ठिकै छ, समय भइसकेको थियो। तिमीले बुझ्दैनौ, उसले सानो नरिवललाई देख्ने बित्तिकै तिमीलाई मार्दिन्छ। ऊ जेलमा थियो, म यहाँ थिएँ, मैले तिम्रो हेरचाह गरेँ। तिमीले मेरो हेरचाह गरेनौ, तिमीले मलाई प्रयोग गर्यौ। अब सबै कुरा फरक हुनेछ। कोकोनट, बच्चालाई समात र पछाडिको ढोकाबाट अहिले नै बाहिर निस्क। म मेरो आफ्नै अपार्टमेन्टको पछाडिको ढोकाबाट मुसा जस्तो भएर बाहिर जाँदिन। हे भगवान, म्याङ्गो आउँदैछ। स्ट्रबेरी! स्ट्रबेरी!